हेलो साथीहरू, हजुरहरू सम्पूर्णमा नमस्कार। आज चाहिँ रातको 10 बजेको छ अनि म चाहिँ मेरो छोरी सुताएर हजुरहरूलाई मेरो प्रगति देखाउन गइरहेको छु। मैले चाहिँ 10 दिनको दुधको तर्जमा पारेर चाहिँ घिउ बनाउन लाग्दैछु। घिउलाई मैले यसरी एउटा ठुलो भाँडोमा हालेर चाहिँ 2 मिनेट जति हातले चलाएँ दुधको दरलाई। त्यस पछाडि घिउ यस्तो बनेको छ। अब यो घिउलाई म चलाउँदैछु र यो घिउबाट म अब घिउ र मोही छुट्याउँदैछु। चलाउँदैछु, यसरी चलाउँदैछु। हेर्नुहोस् है साथीहरू, चलाउँदैछु। घिउ बन्दैछ, घिउ अब बन्नै लागिसक्यो। 2 मिनेट जति चाहिँ हजुरहरूले दुधको तरलाई यसरी थोरै पानी एड गरेर चाहिँ हल्लाउनु भयो भने घिउ बन्छ। घिउ रेडी भएको छ। अब म चाहिँ मोहीबाट घिउ छुट्याएर भाँडोमा बसाउँदैछु। भाँडोमा मैले हालिसकेँ। 10 दिनको 1.5 लिटर दुधको तरबाट यति मोही अनि कराईमा भएको घिउ बनेको छ। घिउ मैले तताउँदैछु, उम्लिँदैछ। घिउ मस्तसँगले उम्लिरहेछ। यसरी उम्लिरहेछ साथीहरू, हेर्नुहोस् है त, उम्लिँदैछ घिउ। 10 दिनको दुधको तरबाट बनेको मेरो होममेड घिउ, जुन चाहिँ मेरो छोरीलाई एकदम मन पराउँछन् अनि म छोरीको हरेक खानेकुरामा यही घिउ एड गर्छु। मैले घिउ किन्न छोडेको धेरै भइसक्यो। म यसरी नै दुधको तरबाट चाहिँ घिउ बनाउँछु। घिउ यस्तो भएको छ, हात नै लागेको छ। हेर्नुहोस् है साथीहरू, घिउ लगभग तातिसक्यो। अब यस्तो भयो, घिउ मजाले उम्लिरहेछ, लगभग तातेर। अब चाहिँ घिउ बट्टामा खन्याउनको लागि रेडी भइसक्यो। मैले यसरी यता बट्टा रेडी गरेको छु। मैले बट्टामा घिउ खन्याएँ। मेरो चाहिँ 10 दिनको घिउ यति भएको छ।